अति गर्न पनि हुन्न के अत्याचार गरे माथिबाट एउटा वज्रपात हुन्छ बुझ्यौ यसरी डन्डा पर्छ नि उपरवालेको जब पर्छ त तिमीहरू उठ्नै सक्दैनौ फेरि त्यस्तो पनि नगरौ के ठिक्क रमाइलो गर्ने हो अति गर्ने हैन अति गरे क्षति हुन्छ भन्ने थाहा छैन तिमीहरूलाई बुढा पुरानाको कहावत धेरै अति गर्न पनि हुन्न के कुनै दिन यस्तो खाडलमा पर्छौ नि साला जिन्दगीभर जाकिन्छौ फेरि मैले भनेको कुरा तिमीहरूलाई कडवा लाग्छ बुढाले चाहिँ यसरी भन्छ मेरो त अब स्वभावै चिच्याउनी छ हैन तर मैले सही कुरा भन्छु यस्तो नगर समाज सेवा भनेको आफ्नो हृदयदेखि मनदेखि गर्ने चिज हो कसैले यहाँ बाध्यता हामीले कोही सरकारको कोही भ्रष्टाचारी गरेका छौं कोही चाहिँ नपर हामीले चाहिँ नपर कसैको ग्याङ लुटिया छौं या सुन तरस्की गरेका छौं हामीले या हामी कोही करोडपतिको औलाद हौं टिकटकमा बसेर 2-4टा कोइन दिएका भाइ साथीहरूले त्यही पनि बेला मौकामा गरिराखेका छौं तिमीहरूलाई यहाँ कोही अधिकार छैन आएर समाज सेवा गर्दैन भन्ने गरे पनि नगरे पनि तिमीहरू को हौ आफ्नो काम गर चुपचाप आफ्नो लाइफ जियो अर्काको चाहिँ नपर पछि पर्नलाई तिमीहरूलाई कसले अधिकार दियो भाइ यो गाइस सबैजनाले डबल ट्याप गर है अचम्म पर्छु यार अन दाइ चिच्याउँछ कराउँछ भन्छन् गाली गर्छ भन्छन् यस्तै यस्तै क्वेसन लेख्छौ त अनि के गर्ने कमेन्ट समाज सेवा तिमीहरूलाई बताएर गर्न पर्छ तिमीहरू साले के भन्छन् त्यसलाई मै पाल हौ तिमीहरू थ्यांक यू वन्दना हिसाब किताब गर्नलाई तिमीहरूलाई चाहिँ नपर सरकारले के हिसाब किताब गर्नलाई तिमीहरूलाई सरकारले कोही दायित्व दिएको छ कहाँ समाज सेवा भयो सब ल्याएर हिसाब किताब दियो भनेर दायित्व कुनै चाहिँ तिमीहरूलाई सेलेरी दिएको छ सरकारले जो सोध्दै हिँडेका छौ साले हो आफ्नो काम गर आफ्ना केटारी पालो बुझ्यौ अर्का पछि पर्दाखेरि फेरि एक दिन सेल्ट्यौला धेरै दादागिरी पनि एउटा सीमाको हुन्छ के एउटा मान्छेको पछि परेका छन् लाखौं मान्छे चाहिँ नपर खेलेका छन् टिकटकमा लाइभ तिनी सबैलाई गएर भनौ त कहाँ चाहिँ नपर सेवा गरेका छन् तिनीहरूले हजारौं लाखौं मान्छे लाइभ बसेका माइलो दाइ मात्रै बसेका छ गोती छाडाहरू अति भयो यार मैले समाज सेवा गरेको तिमीलाई प्रुफ देखाउन पर्छ आइयो यहाँ प्रुफ बिरामी जो ल्याएर राखिदिन्छु ट्रिपलमा हान्नु एकचोटि रमाइलो हुन्छ के ट्रिपलमा ढ्याङ्गै हान्दैन कोही छ भने काजल ढिलो हुन्छ कोही छ भने ट्रिपलमै हाने कति बिरामीहरूलाई गरे मैले यहाँ बिरामीहरूलाई बोलाम तिमीहरूका सामान्य सालेहरू तिमीहरूले त आजसम्म चाहिँ नपर 100 रुपियाँ गरेका छैनौ होला आरे एउटा फुल फाल्न पर्दैन त्यहाँलाई कता के गरे जसले फालेका छन् जसले दिएका छन् गिफ्ट उनीहरूलाई केही मतलबै छैन जसको पैसा गएको छ गोजियाडा उनको केही मतलबै छैन जसले साला एउटा फुल फाल्दैन यहाँ आएर उसैको दादागिरी सोध्ने त उनीहरूले जसले चाहिँ नपर बाघ हान्छन् कहिले काहीँ आएर जसले चाहिँ नपर हजारौं गिफ्ट हान्छन् तिनीहरूले सोध्ने दाइ कहिले काहीँ समाजमा गरेको छस् कि छैनस् भनेर सोध्ने तिनीहरूले बरु गिफ्टरले तिमी साला भुसियाहरू चाहिँ नपर यहाँ आएर 2टा फुल फाल्दैनौ अनि दादागिरी गर्छौ यहाँ आएर तिमीहरूलाई कमाउन तिमीहरूलाई चाहियो होला पैसा यो भनौ न हामीलाई चाहियो छ पैसा ले भनेर ठगहरू हामीलाई चाहिएको पैसा हामीलाई पठा भनौ न साले समाजको नाममा चाहिँ नपर मिलिजुली भगत गरेर खान्छौ सालेहरू बिरामीको नाम लिएर चाहिँ ठगेर खानी चाहिँ नपर बानी पल्केकाहरू जति नबोलो त्यति हेप्ने के म बोलेको थिइनँ चुपचाप थिएँ यहाँ त जाइन यसलाई गिफ्ट नगरौ यसले समाज सेवा गर्दैन अरे त्यस्तो नभन्नु न त केटा यार किन त्यस्तो नि त भने अचम्म छ बब्ली भाइ के पछि परेको यस्तो यार मैले कसको के बिगारेको छु कसैलाई बाध्यता लगाइया हैन गिफ्ट हान्नु भनेर अरु होस्टरलाई त कसैले के भन्दैनन् त यार मलाई भन्दैनन् अरूलाई भन्दैनन् त्यही त भने के मेरै पछि किन पर्यो फेरि मैले गरेया पनि छु के नगरे बा त हो अब यो 5-6 महिनाको अवधिमा मैले 5-7 लाख रुपैयाँ गरिसकेको छु गाइज लास्ट सेकेन्ड है गाइज एभ्रीवन डबल ट्याप सबैजना मिलेर एउटा कहावत थियो बुढा पुरानाको जो हिँड्ने गोरुको पुछार निउड्छन् भने आज मलाई ठ्याक्कै याद आयो जो गोरु हिँड्छ उसैको पुछार निउड्छन् अरे त्यो हकीकत रहेछ जसले गरेको छ उसैलाई चाहिँ थ्यांक यू राजुल थ्यांक यू सो मच गाइज लास्ट सेकेन्ड है गाइज लास्ट सेकेन्ड गाइज हो अब दाइले पनि अब खै किन भनेको भने पनि बुझ्दैन यार दाइ के बिचारा के हो खै मैले नि केही बुझे छैन दाइ म त केही बोल्दैन
केही होइन, सोझो साझो भेटाएर हो के यसलाई जति हेप, किनभने अब म अलिकति चर्चित पनि भएँ, यसको नाम लिएपछि चाहिँ अलिकति ऊ पनि हुन्छ होइन, अनि यसले गर्न पनि केही सक्दैन, अब बोल्छ मात्रै बुढो, अब यसलाई जे गरे पनि हुन्छ भने त हेपेर हो कि अरू केही। यिनीहरूलाई एक दुईटालाई खौला जाग्ने हो भने अनि त्यसपछि यिनीहरूको अक्कल आउँछ क्या ठेकानमा। अब त्यहाँ एउटालाई नजागिकन यिनीहरूको अक्कल ठेकानमा आउनु धेरै भइसकेको छ, ओभर भइसकेको छ। कुन दिन कौनो जाकिन्छ अनि बल्ल थन्का आउँछन्, सबै लाइनमा आउँछ। अति नगर हो कि केटा, अति नगर। टिकटक हो, रमाइलो गर्ने हो, टिकटकका कुरा टिकटकमै सीमित भए राम्रो हो। त्यहाँभन्दा बाहिर गयो भने पनि बहुत बेकार हुन्छ, सबैको लागि बेकार हुन्छ। तिमीहरू पनि निश्चय एक दिन नेपाल आउन पर्ने होला। जुन देशमा तिमीहरू बसे पनि कति वर्ष लुकेर बस्छौ भनौ त? 5 वर्ष बसौला, 2 वर्ष बसौला, 10 वर्ष बसौला, एक दिन त आउला नेपाल। त्यो भेट्दा दिन के हुन्छ तिमीहरूको हाल हो त्यो सोचौ न। भेट्दा दिन पनि आँखा जुदाउन सकियोस् कि त्यस्तो बन्नुपर्छ। त्यति अत्याचार गर्ने पनि होइन कि, हल्का रमाइलो गर्ने कुरा त छुट्टै हुन्छ। अलिअलि रमाइलो, अलिअलि कमेडी, अलिअलि चाहिँ बोलचाल, अलिअलि टेडाङ मेडाङ, त्यो अलिअलि झगडा त्यो चल्छ, त्यो हुन पनि पर्छ टिकटकमा। त्यो नभएसम्म रमाइलो पनि हुँदैन। तर यार पैसा खाइस्, यसलाई गिफ्ट नगर, गिफ्ट गर्नेलाई लाज कुदाइदिन्छु, यहाँ गिफ्टरलाई मेसेज पठाइदिएर हैरान यार। मलाई हाँसो लाग्छ यार दाइ। फेरि अरू कसैको भिडियो रेकर्ड गरेर हाल्दैन नि, तपाईँको नराम्रो राम्रो बोलेको चाहिँ हालिहाल्दो रहेछ नि कि दाइ। तपाईँको आफ्नै मान्छे हुन् कि बा तपाईँलाई सधैँ दाइ दाइ भन्ने मान्छेले नै त्यस्तै गरेका हुन् कि के थाहा? अब कहाँ तिम्रो 77 जिल्लाका मान्छे सबै मेरा कहाँ हुन्छन् त? अन्त जुन होइन, जसले चाहिँ अब दाइ दाइ भन्छन् उ गर्छन् त्यस्तैले भिडियो हालिदिन्छन् कि बा भनेको क्या। यो यस्तो जसलाई रिस उठ्छ होइन, यस्तो यो जसलाई यस्तो पनि हो कि अब मेरो भोइसमा हालेपछि अब अलिकति जान्छ गरेर भिडियोहरू पनि जान्छन्, त्यो कारणले पनि हाल्दा हुन् कसैले होइन। अनि अर्को कुरा कसैलाई रिस उठेर पनि हाल्दा हुन्। जस्तो जलन भन्नेले हाल्छन् युट्युबमा, अब उनलाई एउटा फाइदाको लागि हाल्दा हुन्। अब युट्युबमा चाहिँ मस्तै गएपछि अलिअलि कमाइ पनि हुन्छ। उनले काटकुट पारेर हाले खान ठिकै छ, त्यो एउटा रमाइलोको लागि हालेका होला। अब केही चिजलाई अरूले लिएर हिँड्न भएन नि त, उनले त रमाइलोको लागि आफ्नोलाई फाइदाको लागि पो हाले। त्यो त काटकुट गरेर उहाँ कहिलेका पुराना भिडियोहरूलाई काटेर सबै जोडेर त्यसरी बनाएर हाल्ने त यथार्थ सबै भाउजूसित त्यो नबोले त सुनिरहेछ भन्ने पुरानो भिडियोहरू पनि थियो त्यसमा। पुराना सबै काटकुट पारेर हाले हुन्छन् कि उनीहरूले। कुनै दिन कमेन्ट आएको होला, रिसिएको हुम्ला, केही भनेको हुम्ला, त्यति बेलाका रेकर्ड गरे होला, हालिदिए होला। त्यो चिजलाई यथार्थ सधैँ त्यस्तै हुन्छ भन्ने पनि हुँदैन कि। थ्याङ्क यू सो मच शबनमजी, थ्याङ्क यू सो मच। सही हो, सही हो। त्यही भएर मेरो साथी हो, समाजसेवा मैले गरेको छु, तपाईँहरूले चिन्ता गर्नै पर्दैन। मैले यही 2-3 दिनमा जो अस्ति पनि 5000 गरेको एउटालाई, हिजो पनि 5000 गरेँ, अब भोलि कला गर्नुपर्ने हो थाहा छैन। 5-10 हजार त मेरो डेलीको हुन्छ, कसैलाई न कसैलाई, कोही न कोही बिरामी। मैले 5000 कमाउनु नहोला यहाँ त पऱ्यो, तर दिन पर्छ हेर्नुहोस्। अब कसैले दाइ यस्तो भयो भनेपछि मैले ना भन्न सक्दिनँ कि, मेरो त आदत छ। फेरि मसँग भएसम्म ना भन्ने आदत मेरो छैन। धेरै त मैले सक्दिनँ 2-4 लाख गर्न, त 10-5 हजार, 10-15 हजार, 20-25 हजार कसैले भनिहाल्यो भने, कसैलाई आपद विपद पर्यो भने ना भन्न मैले सक्दिनँ। त्यो गरेकै हुन्छ। हाम्रो जापानमा पनि त समस्या हुन्छ नि, यहाँ पनि बिरामी हुन्छन् नेपालीहरू। 1 लाखभन्दा बढी नेपालीहरू छन् यही जापानमा पनि होइन। कोही भाइ बहिनी बिरामी भयो, कोही हस्पिटलमा गएन, उनलाई पनि त गर्नुपर्छ। बाँकी नेपालमा मलाई त पुरै माइलासित नखेल भनेर आमा त चकरी गाली आउनुलाई दाइ म त छुट्टेँ है। हामी भोलि खेलाउन लाग्ला, बहुतले गाली गर्नलाई एउटै कमेन्ट बुझायो सबले दाइ। हामी भोलि खेलौँ है दाइ, आज छुट्यौँ है। हुन्छ हुन्छ, ओके ल। यो त पुरा हुन देऊ, कहाँ चाहिँ ल।